चलेको गर्छ ऊ हेर्नु 10 दिनको बच्चा हो यो कति दिनको बच्चा हो त्यहाँ न हेरेको कति दिनको बच्चा हो यो 10 दिनको हो आमा गफ गर्छ पल्टिनु खोज्छ के हो यो उल्का हजुर बोल्नु खोज्छ 10 दिनको बच्चा अरे बाबु 10 दिनको बच्चा हो ऊ पल्टिनु खोज्दैछ ल 10 दिनको बच्चा पल्टिनु खोजे के कलियुग आयो ल बाबु 10 दिनको बच्चा हो मान्छे 3-4 महिनाको बच्चालाई सुताएर यतिकै काम गर्छ यसलाई त हुँदैन कहाँ हुन्छ यसलाई अहिले हुँदैन यसको छेउमा बसिरहनु तिमीले छेउमा सुताउँछु भने चाहिँ मलाई डर लाग्दैछ बिचमा उहाँ यो सिरानी राख्छु म दुईटा खोइ तल पनि सर्छ माथि पनि सर्छ यो खोइ भ्याट मचे कस्तो लाग्यो ए नबिच्यो बाबु के गरेको त्यस्तो चनमन चलेको गरम भयो कि बोल्नै खोज्छ गरम भएन 10 दिनको बच्चा अरे कसले पत्याउँछ आइज पैते आऊ अहिले थाङ्नामा गुटु मुटु पारेर जसरी सुताउँदा नि त्यसरी सुत्नु पर्ने भयो सुत्नुपर्ने हो 1 महिना यो त पुरै बोल्दैछ त आज त गर्छ के गर्छ त्यो त के हो पल्टिनु खोजेर यो तकिया चाहिँदैन जस्तो लाग्यो मैले राखेको खाली गाह्रो त्यो एउटा कुन चाहिँ खै दिन्छ ए मैले युज गरेको एउटा खुट्टामा युज गरेको थिएँ ए यो होइन अर्को छ त्यही त त्यो तेल लाउँदा ढाडमा राख्छु यो चाहिँ अनि अर्को होइन मैले सोध्ने हो त्यो के होइन अर्को चाहिँ त्यो त तपाईँ खुट्टामा राख्ने खुट्टामा राख्नुको छुट्टै छ ल हेर 10 दिनको बच्चा हात खुट्टा चलाएर बोलेर केही छैन हेर्दैछ देन कुला पल्टिनु खोजेर जता बोल्यो त्यतै हेर्छ अझै गनगन भन्छ हेलो सानो पुरै यस्तो हुन्छ आन्टी थाहा छ मलाई हात यसरी लान्छ यसो गरेर यसरी पल्ट्यो नि त यसरी पल्टिदेऊ नि त यसरी यसो गर्नु त हुन्छ नि त यसो गर्नु त हुन्छ नि त टाउको अप्ठ्यारो पर्ला फेरि आऊ गऱ्यो गर्दैन घोप्टाएर सुताउँछ बाहिरमा बच्चालाई प्रायः उतार्नु पार्दैन पेटमा त्यसरी नि सुत्नु यसो गरिदेऊ जन्मेदेखि यसो गरिदेऊ घोप्टाएर सुताएर होला कि उताको मान्छे बच्चाहरू पेट 25 गते पाएको भए त हिँड्थ्यो होला अहिले हिँड्दैछ भने त 25 गते आज आएकै छैन जन्मेको सिधै हिँड्थ्यो होला अरे क्या त्यतिखेर हिँडाउला जस्तो गरेको थियो नि भटाक 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 मतलब छक्क पऱ्यो सानो ताते गर्नु लागेको थियो अनि कुरु हाइपर एक्टिभ छ भने पल्टी पल्टी गरिदेऊ पल्टी पल्टी गरिदेऊ यसको मोटै बाङ्गिसक्यो यसलाई दुखिसक्यो होला हौ यता सिधा पारेर अहिले यतै पल्टाउँछु उता पल्टाएर त के गर्दो रहेछ सानो यता आऊ यता अहिले यता आकाजीलाई हेरिदेऊ आकाजीलाई हेरिदेऊ आकाजीलाई फेरिरहेको छ हेरिदेऊ टाउको हेर्ने आफ्नो आकाजीलाई हेरिदेऊ यता छ नि त आकाजी आगी बोलाउने मान्छे चाहियो यसलाई आगी सानो यता चाहिँ कोल्टी पर्यो चाहिँ कोल्टी पर्यो है यता कोल्टी बोलाउने मान्छे चाहेको अहिलेदेखि बोल्यो त्यतै हेर्छ अहिलेदेखि नै यस्तो यता फर्केर बोल्दैछौँ नि अनि त्यही भएर यता सानो मान्छे हो बोल्यो त्यतै हेर्छ सानो मान्छे हो काश्मीरमा पनि एकदम बोल्ने मान्छे चाहिने अनुहारमा बुद्धसँग बोलेन भने नि यसो झोक्रेर बस्ने अनि गरेर रुने एक दिन म त्यसो छक्क पऱ्यो हामी बोलिरहेको थियौँ गरममा भन्दै त्योसँग बोल्न भनेर झोक्रिएर बसेर गरेर रुको आऊ गरिदेऊ आऊ भनिदेऊ हेर त सरितालाई अब लाग खुट्टा त्यसै राखेको छ सरितालाई हेरेको न सरिता आन्टी हेरेको थियो बाबुले नाना हेर्दैछ कलर देख्यो नि त खै गयो क्या हाँसी हाँसी गर्दै हाँसी हाँसी गर्दै कलर कस्तो कलरफुल हेर्दैछ क्या कलरहरू क्या
अब मैले बोलेँ मतिर हेर्नु पर्यो होइन ल बाफ्रे बाफ ल को पापा हो त्यही त भने त जताबाट त्यही त हेर्छ कि विश्वासै नलाग्ने भाइ भिडियो गर्दै गर्ने विश्वास गर्दैन मान्छेले अहिले हाजिन हाजिन ऊ यता यता उता होइन आमा बोली गरिदियो पापा भने पापा मेरो पापा भन्दै आऊ गरिहाल्यो म त म त सुत्छु है अरे ओछ्यान लाग्दैन अब पापा पापा उता उता